नमस्कार। हामी यति बेला बुटुल गोरीसिंगे सडक खण्ड अन्तर्गतको अहिले यो सडकले 4 लेनमा निर्माण गर्ने अभियान अन्तर्गत अहिले काम सुरु भइरहेको छ। रुख कटानको काम लगभग सकिएको छ भने बीचबीचमा पुल निर्माणको काम पनि सञ्चालनमा आइरहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ, पहिले जङ्गलको बीचबाट गए जस्तो, घना जङ्गलको बीचबाट गए जस्तो देखिन्थ्यो भने अहिले वरिपरिका बाटो छेउछाउका रुखहरू काटिसकेपछि उज्यालो देखिएको छ। यो सडक खण्ड बुटोलदेखि गोरीसिंगेसम्म र गोरीसिंगेदेखि चन्द्रौटसम्मको फेरि ठेक्का खोल्नेले गर्दा हामी अहिले गोरीसिंगेदेखि बुटोल सडक खण्डका करिब रुख काट्ने काम चाहिँ सम्पन्न भइसकेका छन्। यसरी काम निर्माणको सुरु भइसकेको छ। यो ठेक्का प्रक्रियामा आशिष निर्माण सेवा र चाइनाको एउटा कन्स्ट्रक्सनलाई परिसकेपछि यो काम धमाधम भइरहेको छ। यो करिबन 1 हप्तामा रुख कटान गरेर यो कम्पनीले चाहिँ यो 1 हप्तामा रुख कटान गरेर सम्पन्न गरिसकेको थियो भने अहिले बीचबीचमा काम सुरु गरिसकेको छ। केपी ओली सरकारको नेतृत्व आइसकेपछि बुटोल नारायणघाट बुटोल गोरीसिंगे सडक खण्डमा यो कामको गतिले चाहिँ तीव्रता पाएको छ। हामी नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी जसरी हामी हिँडिरहेका छौँ, यसरी 4 लेनको सडकमा हामी छिटै नै हिँड्न पाउनेछौँ। यसरी धमाधम काम भइरहेको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ, यो धमाधम काम भइरहेको छ। यसरी यो सडक खण्ड अन्तर्गत बीचबीचमा पुल निर्माण, डाइभर्सन लगायतका कामहरू चाहिँ सुरु भइसकेको छ। रुख कटानको काम सम्पन्न भइसकेको छ। हामी यहाँ देख्न सक्छौँ, बुटोल गोरीसिंगे सडक खण्ड 3 वर्षमा यो काम सम्पन्न गर्ने गरी चाहिँ ठेक्का सम्झौता भएको छ भने यही गतिमा काम सुचारू भइरहेको अवस्थामा यही गतिमा गयो भने करिब 3 वर्ष पनि नलाग्ने सम्भावना देखिन्छ। साइडमा चाहिँ बाटोको कामहरू, माटो छ्याप्ने कामहरू पनि लगत्तै सुरु गरिसकेको छ। हामी यसरी नै नेपालमा यही गतिमा काम हुने हो भने नेपालमा विकासले छिट्टै नै फड्को मार्नेछ। हामी यहाँहरूलाई देखाउन सक्छौँ। हामी केही समय अगाडि तपाईँहरू बिचमा बुटोल नारायणघाटको बाटोको कुनै भिडियो यसरी नै तपाईँहरू बिचमा राखेका थियौँ र यहाँहरूले देख्न सक्नुहुन्छ, यो सडक खण्डमा पनि बीचबीचमा यसरी मेसिनहरूले चाहिँ काम गरिराखेका छन्। यहाँहरूले हेर्न सक्नुहुन्छ, यहाँ मेसिनले यसरी काम गरिराखेको छ। यो सडक खण्डमा कामको गति हेर्ने हो भने तीव्र रूपमा चलिरहेको छ। यस्तै काम गर्ने हो भने नेपालमा विकासको गतिले छिटोभन्दा छिटो फड्को मार्नेछ। केपी ओली सरकारको नेतृत्वमा अहिले ट्यु क्रिकेट मैदान 60 दिनमा सम्पन्न हुँदैछ। त्यसै गरी बुटोल नारायणघाट सडक खण्ड पनि काम तीव्रता पाइसकेको छ र यो बुटोल गोरीसिंगे सडक खण्डले पनि कामले तीव्रता पाइसकेको छ। हामीलाई लाग्छ बुटोल नारायणघाट सडक खण्ड हामीलाई दसैँको उपहार हुनेछ। त्यसै गरी ट्यु क्रिकेट मैदान हामीलाई पक्कै पनि नयाँ वर्षको उपहार हुनेछ र यो बाटो पनि हामीलाई लाग्छ 83 सालको उपहार हुनेछ। यहाँहरू बिचमा हामीले बीचबीचमा यसरी नै भिडियोहरू यहाँहरू बिचमा चाहिँ देखाउँदै जानेछौँ।